आमा तपाईँ अहिले के गरिरहनु भा? अहिले म यहाँ लसुनहरू गोडिरहेको छु। अहिले मेरो सासू पर्ने मान्छे बित्नु भएको आज 9 दिन भयो। भोलिबाट झारहरू उखालिरहेको छु लसुनमा। तपाईँलाई केही बिरामी छ? बिरामी त बाबु मलाई कस्तो रोग लागिछ मलाई मात्रै थाहा छ। क्यान्सर लागेको 2 वर्ष भइसक्यो, तैपनि कालले लगेको छैन। है त गाइजहरू भनिदिनु पर्यो, क्यान्सर ठिक पार्नलाई के चाहिन्छ कमेन्टमा गरिदिनु है त। एकदम गाह्रो भइरहेको छ, तर कमसेकम अहिले काम त गरिरहनु भएको छ। उहाँले लसुन गोडिराख्नु भएको छ। काम त गरिरहेको छु, दिन बिताउने गाह्रो, त्यही भएर बिजोकै छ। जे होस् राम्रै भयो, क्यान्सर भयो नि अहिलेसम्म बाँचिरहेको छु। तपाईँलाई चाहिँ के क्यान्सर भयो? मलाई चाहिँ फोक्सोको क्यान्सर भएको, त्यही भएर अनि ल है त अब अर्को भिडियोमा पनि राम्रोसँग हेरिदिनु होला। अब हामी जान्छौँ है त।